जलवायु परिवर्तन, जैविक विविधता विनाश र भूमि तथा वनको क्षयीकरण जस्ता वातावरणीय समस्यासँग जुझ्न वन परिदृश्य पुनर्स्थापना महत्त्वपूर्ण साधनको रूपमा हेरिएको छ। न्यायोचित र उत्थानशील वन परिदृश्य पुनर्स्थापना आजको आवश्यकता हो, जसको सफल कार्यान्वयनको लागि स्थानीय समुदायको क्षमता र नेतृत्व निकै महत्त्वपूर्ण हुन्छ। यसै सन्दर्भमा वन तथा वातावरणको क्षेत्रमा समुदाय स्तरमा काम गर्ने विभिन्न व्यक्तिहरूलाई वन पुनर्स्थापनामा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले फरेस्ट एक्सन नेपालले बाँकी जिल्लाको गाभर भ्यालीमा 4 दिने तालिम तथा कार्यशाला सम्पन्न गर्यो। पश्चिम र मध्यपश्चिम नेपालका 11 जिल्लाका 24 जनाको सहभागिता रहेको उक्त कार्यक्रममा प्रशिक्षकहरूले आफ्नो ज्ञान र अनुभव बाँड्दै वन पुनर्स्थापनासँग सम्बन्धित विविध सैद्धान्तिक तथा व्यावहारिक पक्षहरूमा प्रकाश पार्नुभयो। विभिन्न सहभागितामूलक क्रियाकलापहरू मार्फत सहभागीहरूले वन पुनर्स्थापनाको अवधारणा, आवश्यकता, महत्त्व र चुनौती बुझ्ने अवसर पाए। यससँगै सहभागीले आदिवासी थारूहरूको संस्कृति समेत बुझ्ने अवसर पाए। तालिममा अन्तर्क्रिया, समूहगत छलफल तथा सह-सिकाइ मार्फत स्थान विशेष अनुसारको पुनर्स्थापना योजनाको आवश्यकता बारेमा जोड दिइयो। त्यसैगरी परम्परागत ज्ञानलाई कसरी वन परिदृश्य पुनर्स्थापनामा समेट्ने र पुनर्स्थापनालाई सहभागितामूलक बनाउने र पुनर्स्थापनालाई कसरी भविष्यमुखी बनाउने भन्ने उपायहरू बारेमा मन्थन गरियो। आधुनिक तथा परम्परागत ज्ञानको संयोजन गर्दै विभिन्न सरकारवालाको सहभागितामा प्रकृति सम्मत विधि अवलम्बन गरी स्वस्थ र न्यायोचित वन परिदृश्य पुनर्स्थापना गर्ने कुरामा सहभागीको प्रतिबद्धता उत्साहजनक रह्यो।